हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी तपाईँहरूकै साथी म कैलाश रिम्बा। आज चाहिँ म हजुरहरूलाई लिएर जाँदैछु दक्षिण काली मन्दिर। यतिखेर भने हामी सुन्दारामा छौँ। हजुरले हेर्न सक्नुहुन्छ नेपाल टेलिकम धराराया सेतो टावर पछाडि छँदैछ। ल है त साथीहरू हेर्दै गर्नु होला। हजुरहरूलाई म लिएर जाँदैछु आज फर्पिङमा रहेको दक्षिण काली मन्दिर है त। दक्षिण काली माईले सबैको रक्षा गरून् है त। ल अब म हजुरहरूलाई दक्षिण काली लिएर जाँदैछु गाइज, स्टे ट्युन। ल साथीहरू यतिखेर भने हामी दक्षिण काली नगरपालिका वडा नम्बर 7 दक्षिण काली फर्पिङ काठमाडौँ जिल्लामा आइसकेको छौँ है त। दक्षिण काली बस पार्क यता दक्षिण काली मन्दिर प्रवेशद्वार मेन यो दक्षिण काली नगरपालिका वडा नम्बर 7 फर्पिङ दक्षिण काली काठमाडौँ है त। यो त काठमाडौँ जिल्लामा अवस्थित है त। अब हामी जाँदैछौँ दक्षिण काली प्रवेश। ल है त साथीहरू हामी अब जाँदैछौँ दक्षिण काली मन्दिर। तपाईँहरूलाई पनि लिएर जाँदैछु है त साथीहरू दक्षिण काली। है ल ल ल आयो जाउँ उता अगाडि लिँदा हुन्छ कि जाउँ। आयो ल ओहो 100 रुपये जो जो चुला 100 रुपये जो पैसा दिएर नानी दक्षिण काली मन्दिर प्रवेशद्वार सँगसँगै पसलहरू टन्नै छ है त साथीहरू। हेर्न सक्नुहुनेछ हजुरहरूले एकदम रमाइलो माहौल छ आज। तपाईँहरूले हेर्न सक्नुहुनेछ एकदमै। आज वैशाख 22 गते मङ्गलबारका दिन हामी जाँदैछौँ हजुरहरूलाई लिएर दक्षिण काली मन्दिर है त। काठमाडौँ जिल्ला दक्षिण काली नगरपालिका वडा नम्बर 7 स्थित फर्पिङ दक्षिण कालीमा अवस्थित दक्षिण काली मन्दिरमा हजुरहरूलाई लिएर जाँदैछु है त साथीहरू। हेर्नै गर्नु होला, हजुरहरूलाई लिएर जाँदैछु दक्षिण काली मन्दिरमा है त। हामी फ्यामिली टन्नै छौँ है हाम्रो ग्याङहरू। ल हेर्न सक्नुहुनेछ ग्याङहरू। दक्षिण काली मन्दिर शिवाय जय दक्षिण काली माई। भिडियो बनाउनु मिल्छ नि बहिनी? भिडियो बनाउनु मिल्छ नि? अनुमति लिए ल ल ए हो त दिदीहरू नि हुन्छ। हो भाइरल हुनुपर्छ। जय दक्षिण काली जय दक्षिण जय दक्षिण काली आज खासै धेरै लाइन छैन रहेछ। जय दक्षिण काली
यो चाहिँ काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर 7 दक्षिणकाली फर्पिङमा अवस्थित दक्षिणकाली मन्दिर है त साथीहरू, हजुरहरू हेर्न सक्नुहुनेछ। दक्षिणकाली मेन मन्दिर यही नै हो, हजुरहरूलाई अवगत गराए साथीहरू। आज त्यति धेरै भिडभाड रहेछ। अहिले आज वैशाख 22 गते मङ्गलबारका दिन दक्षिणकाली माताले सबैको रक्षा गरून्, कल्याण गरून् है त। जय दक्षिणकाली माता। दक्षिणकाली मेन मन्दिर चाहिँ यही नै हो त साथीहरू, हेर्न सक्नुहुनेछ हजुरहरूले है त। जय दक्षिणकाली, जय दक्षिणकाली माता कि जय। दक्षिणकाली मन्दिर है त साथीहरू यो चाहिँ। जय दक्षिणकाली आमा, दक्षिणकाली आमाको जय होस्। रक्षा गरेर दक्षिणकाली माई, दक्षिणकालीको दर्शन गरिदिनु। दक्षिणकाली माता रक्षा गरेर जय दक्षिणकाली आमा कि जय। रक्षा गरून् दक्षिणकाली आमा। है साथीहरू, दक्षिणकाली मन्दिर तल दर्शन गरियो। अब जाँदैछौँ हामी माथि आमाको मन्दिर दर्शन गर्न है त, माथि टपमा। ल दक्षिणकाली मन्दिर तल। अब हामी जाँदैछौँ माथि है त, आमाको मन्दिर दर्शन गर्न माथि हामी जाँदैछौँ है त साथीहरू। यहाँबाट माथि रहेछ है मन्दिर माथि। तपाईँहरू दक्षिणकाली आउनु भएको छ भने तपाईँहरू पनि छुट्नु भयो होला है, माथि आमाको मन्दिर जान बिर्सिनु भयो होला, जान सक्नुहुनेछ है त। ल है त हामी फ्यामिली टोली, जम्बू टोली तल दक्षिणकाली मन्दिर दर्शन गरी माथि माताको दर्शन गर्न जाँदैछौँ है त साथीहरू। हेर्न सक्नुहुन्छ टोली निकै ठुलो हुन्छ है। ल है साथीहरू, हामी चाहिँ दक्षिणकाली मन्दिर तल दर्शन गरी माथि आइयो। अहिले चाहिँ दक्षिणकाली आमाको मन्दिर प्रवेशद्वारमा कति मान्छेहरूलाई थाहा छैन, तल मन्दिर दर्शन गरेर फर्किनुहुन्छ। मेन आमाको मन्दिर चाहिँ माथि छ। ल माथि आउन सक्नुहुनेछ है तपाईँहरू। ल दक्षिणकाली आमाको मेन मन्दिर के अरे मन्दिर माथि रहेछ है साथीहरू। तपाईँहरूलाई कतिलाई थाहा छैन होला, यस्तो ग्रिनरी एकदम हरियालीको बिचमा माथि डाँडामा आमाको मन्दिर माथि छ है, मेन मन्दिर
दिदी बहिनी रे भने सुनेको छु मैले। तलको दिदी के अरे तलको बहिनी माथिको दिदी भन्नुभएको जस्तो लागेको थियो। दक्षिणकाली आमाको जय होस्। तपाईँ पनि आउनु होला है। तल दक्षिणकाली मन्दिर मात्र दर्शन गरेर जाने होइन, माथि पनि आउनु होला साथीहरू। ल यहाँ रहेछ है मेन दक्षिणकाली आमाको मन्दिर। माथि डाँडामा दक्षिणकाली मन्दिर तल भयो, आमाको मन्दिर माथि है त साथीहरू। हजुरहरूले हेर्न सक्नुहुनेछ है त, तपाईँहरू पनि आउनु होला माथि। मेन दक्षिणकाली आमाको मन्दिर चाहिँ माथि रहेछ है त। हो जय दक्षिणकाली आमाको कल्याण गर्नु, रक्षा गर्नुभयो। जय दक्षिणकाली। आहा यस्तो राम्रो ठाउँ रहेछ माथि। दक्षिणकाली आमाको मेन मन्दिर यहाँ रहेछ है साथीहरू। ल हेर्न सक्नुहुनेछ तपाईँहरूले यहाँ है त। जय दक्षिणकाली, जय रक्षा गरिदिनुहोस्। वेलकम टु नेपाल, वेलकम टु नेपाल। फेरि नजाने बाबालाई ढोन्छौ किन आएको ल। ओहो ल जाऊ छोरी, जाऊ छोरी, तिमी छिटो जाऊ। म त क्यामेराम्यान हो अनि। भिडियो भयो होला, फोटो खिच्नु क्या है। सबैजना यता हेरौँ, यता स्माइल स्माइल।